बनाए है त यो चाहिँ हामीहरू सबै छुट्टीको समयमा सबैजना मिलेर चाहिँ समुद्रको छालतिर गइराखेको दृश्य तपाईहरुले देखिरहनु भएको छ। यहाँ चाहिँ साउदीको समुद्रको सतहमा हामीहरू चाहिँ कसैले तैडिराखेका छन् भने कसैले चाहिँ साइडबाट हेरिरहनु भएको छ। हामीहरू सबै छुट्टीको बेला यो चाहिँ बक्र ईदको छुट्टीको बेला हामी चाहिँ यस्तो घुमिराखेको वातावरण हो र वहाँ चाहिँ तपाईले चाहिँ कतिको मजा आइराखेको छ अहिले खेल्दाखेरि? एकदम अनि तपाईले कतिको मजा आइराखेको छ? एकदम ल ल ल तपाईहरुलाई कतिको मजा आइराछ? ओहो ल ल ल ल ल ल यस्तो गर्ने होइन नि त, पानीले डुबाउन सक्छ हेर्न तपाईहरुलाई। ल टिका दाइ कतिको मजा आइराछ? हेलो हेलो सुभाष जी कतिको मजा आइराछ? हो गाडीको भन्दा अहिले चाहिँ मजा आइराछ हो? ल पानी कतिको नुनिलो छ नि? ठिकै छ, घाउ खटिराहरू आएको छ भने यसलाई चाहिँ सञ्चय गर्छ भनिन्छ हैन। अब हेरौँ यो पानी भयो भने हामीलाई चाहिँ दालमा नुनै हाल्नु पर्दैन भन्दै हुनुहुन्छ हाम्रो साथीहरूले, जहाँ कि उहाँहरू तैडिन गएको पानी साह्रै नुनिलो छ, अलि चिल्लो तेल लागेको छ। किनभने तपाईहरुलाई पनि थाहा होला खाडी मुलुकमा चाहिँ धेरै डिजल पेट्रोल नुन भएको ठाउँ हो, जसको कारणले गर्दा यहाँ धेरै तेल लागेको हुन्छ र नुन पनि हुन्छ। अनि अब थाकिसक्नु भएको? हेलो अशोक जी कतिको मजा आइरहेछ नि? अनि अगाडि गाना गाएको भन्दा पनि अहिले मजा छ? अहिले पो मजा आयो होइन? ल ल ल ल पानी नुनिलो हुन्छ भन्छ नि? एकदम निलो छ पानी भनेको दालको झोल भन्दा चर्को होइन, गीतमा गाए जस्तो काम त गर्नु भएन नि पानीमा। ल अब के छ विचार? अब फेरि जाने हो कि? फेरि टोटा चढ्ने स्टेपमेन्ट गरिरहेको छ। ओहो त्यो चिजहरू कहाँ गयो? कति पैसा लाग्छ? जिग्री कस्तो मजा आयो? एकदम मजा आयो। ल ल फेरि जाने हो कि? फेरि एकछिन पछि जाने हो, अब थाक्यो। ए ल एकछिन रेस्ट गर्नु। वाइ लाइक दैट गाइस। के छ हालखबर? सब ठिकठाक छ। हजुर नगएको? म चाहिँ बिस्तारै जाम्ला, अहिले चाहिँ क्यामेराम्यान बनिरहेको छु। भाइ तिमी नगएको? नगएको सबले रमाइलो छ भन्छन् त किन नगएको? ए झिम्को ए डुवा चढ्न जाने भयो आइज।